किन सुँगुर बनाएको खासीमा उम्र हेर हामी आदियो है मेरो गोली भयो आया के हो मेरो छोरा छोरी पनि मारिदियो म मारिदियो कुट्यो आज निकाली दिदी आयो एकछिन बस्नु है म दिदी किन आउनु के भयो हिजो थाहा छैन म पनि एक बोतलले परिवारमा के ल्याउनु भयो म पनि सोचेको थियो राम्रो थियो बस के गरौँ माइक्रोफोन कान्छी छोरा छोरी ल्याउने त यहाँ बस्नु आऊ कान्छी बस आऊ हेर त अनि भाइ तिमी त कति राम्रो छौ चर्चमा पनि कस्तो राम्रो बाहिर काम पनि कति राम्रो गर्छौ अनि त्यस्तो गर्नु हुँदैन अबदेखि ल हेर्नु त तिमीले रक्सी खाएर तिम्रो घरमा कस्तो झगडा हुन्छ रक्सी नखाँदाखेरि यस्तो हुन्छ कस्तो हुन्छ रक्सी नखाँदा चाहिँ घरमा पनि शान्ति हुन्छ बट म रक्सी छोड्नको लागि धेरै कोसिस गर्छु बट म छोड्न सक्दिनँ रहेछ त्यस्तो हो छोड्नु मन छ होइन हामी प्रार्थना गरिदिन्छौँ अनि के भन्छ कान्छीलाई तिमी पनि फास्टिङ बस्नु प्रार्थना गर्नु ल अनि नानीहरूलाई पनि हेर त बिचारा नानीहरू कस्तो डराएर त्यहाँ बसिरहेको छ हिजो कुटेको नानी छोराछोरीलाई अनि त्यसरी कुट्नु हुँदैन ल अनि राम्रो उयो गर्नुपर्छ त्यसरी कराउनु हुँदैन अनि कोसिस गर्ने ल राम्रोसँग हामी पनि प्रार्थना गरिदिन्छ हामी चर्चको सबैजना मिलेर प्रार्थना गरिदिन्छौँ ल अनि रक्सी नखानु बाइबलमा पनि रक्सी नखानु भनेर लेखेको छ नि त नि अनि त्यो रक्सी खानु हुँदैन ल अनि घरमा राम्रो हुन्छ छोराछोरीलाई हामीले उयो गर्नुपर्छ राम्रोसँग हामीले माया गर्नुपर्छ ल अनि नानीहरूलाई पनि के घरमा त्यसरी झगडा भएको मनपर्छ एकदम कोसिस गरेको सकेको छैन त्यसको लागि आजदेखि चाहिँ म मेरो रीतिदेखि पश्चाताप गर्छु मेरो कान्छी पनि मेरो छोरा छोरीहरू हुन्छ हामी म प्रार्थना गरिदिन्छु ल अबदेखि त्यस्तो नगर्नु ल हुन्छ परमेश्वर पिता हामी आज यो मनबाट